मंगोल नेशनल अर्गनाइजेशन MNO सर्जक र गीत संगीतप्रतिको अराजकता र निरङ्कुशता। अहिलेसम्मको अभ्यासलाई हेर्दा मंगोल नेशनल अर्गनाइजेशन सर्जक र गीत संगीतप्रति निरङ्कुशसँगै अराजक पनि देखिन्छ। पछिल्लो समय मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट श्रद्धेय बुद्धलाल मेचेज्यूले औपचारिक कार्यक्रममै गीत संगीत मन नपराउने व्यक्ति निरङ्कुश हुन्छ भन्नुभएको थियो र सन् 2020 पछि विभिन्न कार्यक्रमहरूमा उहाँ आफैले गीत गुनगुनाइरहेको पनि देखेको छु। यसरी हेर्दा प्रेसिडेन्टज्यूले गीत संगीतमा लागेका मंगोल सर्जकहरू हतोत्साहित नहुन् भनी रणनीतिक सन्देश दिन खोजेको हो कि भन्ने आभास हुन्छ। तर प्रश्न के हो भने मंगोल नेशनल अर्गनाइजेशन सर्जक र गीत संगीतप्रति उदारवादी छन् त? साँच्चै भनाई र गराई सार्थक साबित गर्न सकेको छ त? गीत संगीत प्रेमी हुँदैमा उदारवादी हुन्छ भन्नु पनि गलत हो। उसो त राजा महेन्द्रले पनि के छ र दिउँ जस्ता मर्मस्पर्शी भावुक गीत लेखेका थिए। चाँदनी, ऐश्वर्य राज्य लक्ष्मी शाहले पनि उकाली ओराली जस्ता देशभक्त राष्ट्रवादले ओतप्रोत गीत लेखेका थिए। के तिनीहरूलाई लोकतन्त्रवादी उदारवादी थिए भन्न मिल्छ? अब म यहाँ व्यक्तिगत भन्दा पनि नीतिगत कुरासँग जोड्न चाहन्छु। सर्जकको हक अधिकारको उल्लङ्घन र कानूनी जोखिम। नेपालको संविधानको धारा 25 मा गीत संगीतलाई अन्य सम्पत्ति सोसरह हक प्रदान गरेको छ। सन् 2002 को प्रतिलिपि ऐन र 2004 मा बनेको प्रतिलिपि अधिकार नियमावलीले कुनै पनि सर्जकको स्वामित्वमा रहेको सिर्जना तयार भएको मितिबाटै प्रदर्शन, प्रसारण, वितरण र नियन्त्रणको हक सर्जकमा निहित हुन्छ भनेर स्पष्टसँग भनेको छ। मंगोल नेशनल अर्गनाइजेशनले सर्जकको व्यक्तिगत हकाधिकार पनि उल्लङ्घन गरिरहेको छ। गीत संगीत मन पर्नु नपर्नु व्यक्तिगत रुचिको कुरा हो। राज्यले सुनिश्चित गरेको सर्जकको हक अधिकारको सम्मान गर्नु मंगोल नेशनल अर्गनाइजेशनको नैतिक कर्तव्य हो, दायित्व पनि हो। आजसम्म त्यो अभ्यास नभएकै कारण, त्यस विषयमा गम्भीर नदेखेकै कारण पनि मंगोल नेशनल अर्गनाइजेशन सर्जक र गीत संगीतप्रति अराजक देखिन्छ। सबै सर्जकले मंगोल नेशनल अर्गनाइजेशनको हित चाहन्छ, समर्थन गर्छ भन्ने हुँदैन। त्यसकारण तत्काललाई मंगोल नेशनल अर्गनाइजेशनले संगठनको उद्देश्यभन्दा बाहिरको गीत कुनै पनि कार्यक्रममा सर्जकको अनुमति बिना बजाउनु हुँदैन। मंगोल नेशनल अर्गनाइजेशनको सांस्कृतिक सभाका कलाकार साथीहरू पनि केवल सिंह पुच्छर हल्लाउने खाले हुनु हुँदैन। कम्तीमा सर्जकहरूको हक अधिकार र प्रतिलिपि ऐनबारे चाहिँ जानकार हुनुपर्छ, नत्र हावामा बत्तिनुको औचित्य छैन। आत्मरतिमा रम्नेहरू चाहिँ फूलमाला लाएर एक दुईवटा स्टेजमा उफ्रिन पाउँदा सर्वस्व पाए चाहिँ ठान्नुहुन्न। नेपाल सन् 1997 देखि नै विश्व बौद्धिक सम्पत्ति संगठन वाइपोको सदस्य राष्ट्र हो। यही अन्तर्राष्ट्रिय कानूनलाई टेकेर नेपालमा प्रतिलिपि ऐन 25 अगस्त 2002 मा जारी भएको थियो। हालसम्म पनि त्यही थाङ्ने प्रतिलिपि ऐनमा भर पर्नुपर्ने बाध्यता छ। यदि यो प्रतिलिपि ऐनमा टेकेर कुनै पनि सर्जकले आफ्नो सिर्जना दुरुपयोग भएको भनी उजुरी दर्ता गर्यो भने पनि कैद वा जरिवानासम्मको व्यवस्था छ। भोलि यति सानो कानूनी अज्ञानताको कारण मंगोल नेशनल अर्गनाइजेशनको नेता तथा कार्यकर्ता पक्राउ पर्यो भने समाजमा के सन्देश जान्छ? नयाँ प्रतिलिपि ऐनको लागि मस्यौदा पनि तयार भइसकेको छ। अब गम्भीर भई सोच्नुपर्ने दिन आएको छ। मंगोल नेशनल अर्गनाइजेशनले संगठन बाहिरको सर्जकको सिर्जनालाई अनियमित ढंगले औपचारिक कार्यक्रमहरूमा प्रयोग गर्दै गयो भने गीत संगीतप्रति संगठन अराजक रहेको प्रमाणित हुन्छ। यो क्रम रोकिनुपर्छ। यस्तै गैरकानूनी कार्यलाई निरन्तरता दिइरह्यो भने संगठन ठूलो कानूनी झमेला अथवा दुर्घटनामा फस्ने पक्का छ। सांस्कृतिक सभाको सक्रिय भूमिका, नीतिगत सुधार र स्रष्टा कलाकारसँगको सम्बन्ध विस्तार। मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक 31औं स्थापना दिवस कार्यक्रम नवलपुरबाट फर्किने बित्तिकै लेखेको एउटा लेखबाट प्रसंग सुरु गर्न चाहन्छु। मैले भनेको थिएँ, मंगोल नेशनल अर्गनाइजेशनमा सांस्कृतिक सभाको निष्क्रियताको कारण मंगोल नेशनल अर्गनाइजेशनमा शून्य योगदान हुनेहरूले सिंह पुच्छर हल्लाउन थालेको छ। यो तत्काल आवश्यक छैन। यसको मतलब के थियो भने सांस्कृतिक सभालाई स्पष्ट अधिकार, कर्तव्यसँगै जिम्मेवारीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ। सांस्कृतिक सभाले सक्रियता देखाएन भने संगठनमा निरङ्कुशता, आसेपासेवाद हावी हुन्छ। अहिलेसम्म भइरहेको पनि त्यही हो। यो क्रम नरोकेसम्म स्रष्टा सर्जकहरूले आफ्नो प्रतिभा, क्षमता र योग्यता अनुसार योगदान दिन सकिँदैन। तत्काललाई संगठनमा आबद्ध नरहेको कलाकारलाई पैसा नै तिरेर कार्यक्रमतिर बोलाएर प्रस्तुति दिन लगाउने समय भएको छैन। संगठनमै आबद्ध सर्जकहरूलाई प्रोत्साहन हौसला दिएर अगाडि बढाउनुपर्छ। सांस्कृतिक सभाले तत्काललाई हरेक प्रान्तमा एकजनालाई संयोजकको रूपमा राख्नुपर्छ। त्यस प्रान्त अन्तर्गत हुने नियमित कार्यक्रम, प्रशिक्षण कार्यक्रम आयोजना गर्दा आयोजकले सांस्कृतिक सभाले तोकेको संयोजकसँग सल्लाह लिनुपर्ने व्यवस्था गर्नुपर्छ। उक्त संयोजकले केन्द्रीय संयोजक, उपसंयोजक लगायतका सदस्यहरूसँग छलफल गरी कार्यक्रमलाई सकेसम्म प्रभावकारी ढंगले सम्पन्न गर्न त्यो क्षेत्र र भेगमा चल्ने मौलिक संगीतको विधा र नृत्यलाई पस्किनुपर्छ। यदि संगठनमा आबद्ध नरहेका सर्जकहरूको गीत प्रस्तुत गर्नु परे, सो गीतको गीतकार, संगीतकार र गायक-गायिकासँग मौखिक अथवा लिखित पूर्व अनुमति लिनुपर्छ। कार्यक्रम सकेपछि आयोजक सभा र सांस्कृतिक सभाले उक्त सर्जकहरूलाई सम्मानसहित धन्यवाद पत्र प्रदान गर्नुपर्छ। यस्तो गर्न सक्यो भने सांस्कृतिक सभाको महत्व पनि बढ्दै जान्छ र MNOमा आबद्ध नभएका कलाकारहरूको संगठनप्रति चासो पनि बढ्दै जान्छ, जसले गर्दा सर्जकहरूसँग MNOको सम्बन्ध सुमधुर अनि विस्तार हुँदै जान्छ। MNOले अब साहित्यलाई पनि विशेष प्राथमिकताको साथ अगाडि बढाउनुपर्छ।
किनभने गीत संगीत र चलचित्रको जग नै साहित्य हो, जसले समाजको आधारभूत तहसम्म पुगेर मानव समाजको सुख-दुःख, हाँसोरोदन र मिलन बिछोडका कथा व्यथाहरू टिपेर वास्तविकता व्यक्त गर्न सक्छ। नेपालमा अपवाद बाहेक सबैजसो सर्जकहरूले बाहुनवादी हिन्दूवादी दलहरूको संरक्षणमा अथवा अनुयायी भएर आफ्नो दुनो सोझ्याइरहेका छन्। सिन्धुपाल्चोकका एकजना चर्चित गायक आदरणीय प्रदीप लामादाई मंगोल नेशनल अर्गनाइजेसनको शुभचिन्तक हुनुहुन्छ। सायद 2019 अथवा 20 तिर हुनुपर्छ उहाँलाई युरोपतिर एउटा कार्यक्रममा प्रस्तुतिको लागि निमन्त्रणा गरेको रहेछ। त्यही बीचमा उहाँले आफ्नो फेसबुकमा प्रोफाइल तस्बिरको रूपमा मंगोल नेशनल अर्गनाइजेसन झण्डा राख्नुभएछ। त्यो देख्ने बित्तिकै आयोजकले कार्यक्रममा नै बोलाएन भनेर मलाई सुनाउँदै हुनुहुन्थ्यो। यति बेला हामी क्षणिक सेवा, सुविधा र अवसरको लागि नभई मंगोल मुक्ति, न्याय, अस्तित्व र अधिकारको लागि हर क्षेत्रबाट जुट्नुपर्ने बेला हो, जुझ्नुपर्ने बेला हो, जुझ्नुपर्ने बेला हो। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बेला हो। मैले यो सब भनिरहँदा MNOसँग प्रतिशोध साध्यो अथवा MNOको विरोध गर्यो भन्ने लाग्न सक्छ। यो भ्रममा नपर्नुहोला। मैले यो सब कसैको सान्त्वना, सहानुभूति र स्याबासी थाप्नको लागि बोलिरहेको पनि होइन। मलाई MNOले जस्तो व्यवहार गरे पनि MNOमा सक्रिय कलाकार सर्जक साथीहरू उचित जिम्मेवारीसहित अधिकार सम्पन्न अनि कर्तव्यबोध भएको हेर्न चाहन्छु। MNOले नेपालको 80% प्रतिशत अहिन्दू मूलवासी मंगोल मुक्ति, न्याय, अस्तित्व र अधिकार सम्पन्न बनाउने कुरामा म ढुक्क छु। यसैको लागि मैले आस्था बचाएर राखेको छु। त्यो दिनको पर्खाइमा पनि छु। म सधैँ MNOको शुभेच्छुक, भोटर अनि सर्जकको रूपमा तपाईहरूसँगै हुनेछु। जय मंगोल। ध्यानाकर्षण पत्र 30 सितंबर 2023। मैले 30 सितंबर 2023 को दिन MNOमा पुनः सक्रिय हुन पाऊँ भनेर निवेदन बुझाउने क्रममा केन्द्रीय सभा र सांस्कृतिक सभालाई सम्बोधन गरेर बुदागत रूपमा ध्यानाकर्षण पत्र पनि बुझाउन खोजेको थियो। फेरि बाठो भयो भन्छ होला भन्ने भएर यदि MNOबाट सकारात्मक जवाफ आयो भने अग्रज मंगोल गायकद्वय सूर्य गुरुङ र सन्तोष तामाङसँग भेटेरै छलफल गर्ने अनि विधान मस्यौदा समितिमा यो कुरा पुर्याउने योजना थियो। MNOले मेरो पत्रको कुनै जवाफ नै दिएन। त्यसपछि यो ध्यानाकर्षण पत्र नोटमै सीमित थियो। 6औं राष्ट्रिय महाधिवेशन जस्तो राष्ट्रिय स्तरको कार्यक्रममा पनि सर्जकहरूको गीत दुरुपयोग भएको देख्दा संगठन कानूनी दुर्घटनामा फस्ने चिन्ता थियो। फेरि असोज 9 गते प्रान्त स्तरीय बृहत मंगोल अधिकार सभा कार्यक्रम गर्न लागेको देखेपछि त्यो गल्ती फेरि नदोहोर्याओस् भन्नको लागि यो ध्यानाकर्षण पत्र फेसबुक मार्फत सार्वजनिक गरेको थिएँ। बलिहान पर्व 2025 पनि नजिकिँदैछ। सर्जकको सिर्जना दुरुपयोग हुन नदिनको लागि उचित निर्णय र निर्देशन संगठनको सम्बन्धित सभाले गर्नेछ भनी विश्वास गरेको छु। त्यो ध्यानाकर्षण पत्र निम्नानुसार छ। दिनाङ्क 30 सितंबर 2023, मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रीय सभा, काठमाडौँ। विषय: ध्यानाकर्षण गराएको बारे। निम्नलिखित सम्बन्धमा मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय सभा अहिले ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन सम्मेलनको पूर्व तयारीमा जुटिरहेको सन्दर्भमा संगठनको विधान संशोधन गर्ने क्रममा निम्न बुदाहरूमा विशेष ध्यान दिन सम्बन्धित सभालाई विनम्र अनुरोध गर्दछौं। जय मंगोल। तत्काललाई साहित्य र गीत संगीत क्षेत्रको मंगोल स्रष्टा सर्जकको लागि भए नि हरेक वर्षको जुन 10 को दिन प्रोत्साहन स्वरूप महामानव डस गोपाल गुरुङ स्मृति पुरस्कार वितरण गर्ने। मंगोल नेशनल अर्गनाइजेसनको सांस्कृतिक सभामा आबद्ध मंगोल सर्जकहरूको अधिकार र कर्तव्यसँगै जिम्मेवारी बाँडफाँड गर्ने। सांस्कृतिक सभालाई स्पष्टसँग नियमन, नियन्त्रण र निर्देशन गर्न सक्ने गरी सक्रिय बनाउने। मंगोल नेशनल अर्गनाइजेसनमा सक्रिय स्रष्टा कलाकारलाई अनिवार्य रूपमा सांस्कृतिक सभाको सदस्यता लिनुपर्ने नियम लागू गर्ने। मंगोल नेशनल अर्गनाइजेसन र सांस्कृतिक सभामा आबद्ध नरहेको कोही स्रष्टा सर्जकले स्वतन्त्र रूपमा गाएको गीत संगीत र सिर्जनाको जवाफदेही जिम्मेवार स्वयं हुनुपर्ने व्यवस्था लागू गर्ने। सांस्कृतिक सभाबाट अनुमति प्राप्त गीतहरूलाई प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा दर्ता गर्ने र रोयल्टी संकलनको लागि संगीत रोयल्टी संकलन समाज नेपाल जस्ता संस्थामा गीत दर्ता गर्ने, जसले गर्दा मंगोल नेशनल अर्गनाइजेसनले स्रष्टा सर्जकको आर्थिक अधिकार र प्रतिलिपि अधिकार सुरक्षित गर्न सकोस्। यो हालसालै थपेको बुदा हो। स्रष्टा सर्जकको प्रतिलिपि अधिकार र आर्थिक अधिकारमाथि एकाधिकार नभई सर्वाधिकार प्रणाली लागू गर्ने। मंगोल नेशनल अर्गनाइजेसनको नियमित कार्यक्रम, प्रशिक्षण कार्यक्रमहरूमा मंगोल नेशनल अर्गनाइजेसनमा अथवा सांस्कृतिक सभामा आबद्ध नरहेको सर्जकहरूको गीत अनधिकृत रूपमा प्रस्तुत नगर्ने वा नगराउने। प्रस्तुत गर्नै परे सम्बन्धित सर्जकसँग पूर्व अनुमति लिएर गर्ने अथवा नेपाल सरकारले निर्धारण गरेको रोयल्टी बुझाउने। निवेदक: ग्याल्जिन दोर्जे तामाङ, मंगोल र्यापर।